लोकदोहोरी गायिका रेणुका भट्टराईको बिहेको गीत रातारात भाइरल। श्रीमानको अभिनयले सबै चकित। चोखो दिलमा स्वागतम छ तिमलाई फुला केसैमा। दर्शकबिन लोकदोहोरी क्षेत्रमा आफ्नो पृथक पहिचान बनाएकी गायिका रेणुका भट्टराई हालसालै आफ्नै विवाहको अवसरलाई समेटेर नयाँ गीत सार्वजनिक गरेकी छन्। गत वैशाख 5 गते नवलपुरका नरेन्द्र घिमिरेसँग वैवाहिक जीवनमा बाँधिएकी रेणुकाले फुल केसैमा सँगसँगै बिताउला जिन्दगी जे छ त्यसैमा शीर्षकको भावनात्मक गीत मार्फत आफ्नो प्रेम र समर्पण व्यक्त गरेकी छन्। उक्त गीतमा नदुखाउनु कमालो आत्मा छ, बाँकी जीवन हजुरकै हातमा छ जस्ता मर्मस्पर्शी शब्द समेटेर गहिरो भावनालाई प्रस्तुत गरिएको छ। गीतले विवाह पश्चातको जीवनमा आउने खुसी र चुनौतीलाई आत्मीय ढङ्गले प्रस्तुत गरेको देखिन्छ। गीतका सशक्त शब्द रमेश परियारले लेखेका हुन् भने लय सिर्जना गायक ईश्वर सिंहले गरेका हुन्। आवाजमा पनि ईश्वर सिंह र रेणुका भट्टराईले गीतलाई जीवन्त बनाएका छन्। गीतको भिडियोमा रेणुका भट्टराई स्वयं र उनका श्रीमान नरेन्द्र घिमिरेले उत्कृष्ट अभिनय गरेका छन्। भिडियोमा विवाहको सम्पूर्ण रौनक, परम्परागत भव्यता र परिवार तथा आफन्तहरूको हार्दिकता प्रस्तुत गरिएको छ। उनीहरूको प्राकृतिक अभिनय र वास्तविक जीवनका झलकहरूले भिडियो अझ मन छुने बनेको छ। अहिले यो भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल भइरहेको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गीतमा भनिएको छ, अरू दिन सक्दिन म तिमीलाई, चोखो दिलमा स्वागत छ तिमीलाई जस्ता शब्दहरू समेटेर प्रेम र समर्पणको भाव व्यक्त गरिएको छ। यिनै भावनाले दर्शकहरूलाई गहिरो मन छुने काम गरेको छ। विवाह सम्पन्न गरेपछि रेणुका भट्टराई श्रीमान र परिवार सहित प्रसिद्ध रोधीघर नेपाल रोधीघरमा पुगेकी थिइन्। त्यहाँ उनले आफ्ना सहगायक तथा कलाकारहरूसँग रमाइलो दोहोरी प्रस्तुत गरेकी छिन्। उक्त कार्यक्रममा लोकसङ्गीत क्षेत्रका चर्चित अनुहार अस्मिता डल्लाकोटे, सुमन परियार, नवराज काप्री भाले, रवि कार्की जडिया, रेजिना परियार लगायतका कलाकारहरूले सहभागिता जनाएका थिए। विशेष गरी दोहोरीमा सुमन परियार र रेणुका भट्टराई बीचको प्रेम प्रसङ्गलाई लिएर निकै रमाइलो र हास्यव्यङ्ग्य शैलीमा संवादहरू आदान प्रदान गरिएको थियो। आफ्नै दाइ हो भन्दैछौ अहिले त भाउजू हो भन्दै भन्थ्यौ नि पहिले। कलाकारहरूको प्रस्तुतिले माहौल निकै रोचक र आनन्ददायी बनाएको थियो। दर्शकहरूले यो दोहोरीलाई पनि निकै रुचाएका छन्। सामाजिक सञ्जालहरूमा रेणुकाको नयाँ गीत र दोहोरी प्रस्तुतिलाई लिएर फ्यानहरूले धेरै बधाई र शुभकामना व्यक्त गरेका छन्। धेरैले उनलाई सङ्गीत र प्रेमको साँचो मिसन भन्दै प्रशंसा गरेका छन्। सङ्गीत प्रेमीहरू अब रेणुका भट्टराईका आगामी नयाँ सिर्जनाहरूको पनि प्रतीक्षा गरिरहेका छन्। यसो त रेणुका भट्टराई विवाहपछि श्रीमानसँगै युके जाने तयारीमा रहेको खबर बाहिरिएका छन्। हेरौँ अब उनी श्रीमानसँगै विदेश पलायन हुन्छन् या नेपालमै बसेर सङ्गीतमा लागिरहन्छन्, यो भने समयले पक्कै बताउनेछ। दर्शकबिन आजको भिडियो यहाँलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन भने नभुल्नुहोला। साथै यस्तै जानकारीमूलक र रमाइला भिडियो हेर्नको लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार, जय गीत, जय सङ्गीत।